त्यहाँबाट इन्डियाबाट कता जानुभयो? इन्डियाबाट म तपाईँको यो मस्को भन्छन् सायद रसिया होला है, लगभग 10 घन्टाको यात्रा थियो हाम्रो प्लेनमा। हजुर, त्यहाँबाट स्पेनबाट पोर्ट स्पेनबाट सुरेनामा हाम्रो फ्लाइट भयो। अनि त्यो सबै देशहरू जानलाई भिसा चाहिँ चाहिँदैन रहेछ? भिजा त्यहाँ बनाउने थियो नि, त्यहाँ बाहिर गएदेखि अब सेटिङ हुन्छ होला, अब हामीलाई के थाहा है। दिल्ली आज साँझ गएको थिएँ, भोलि साँझ त्यहाँबाटदेखि फ्लाइट भयो मेरो। अनि भिजा चाहिँ त्यही सुरेनामा के थियो हाम्रो। अनि त्यो दिल्लीको त्यो मान्छेले आफूसँग पासपोर्ट हुन्छ कि हुँदैन? पासपोर्ट हुन्छ हजुर। भिजा त सुरेनामाको बीचमा ट्रान्जिट भयो नि त। लास्ट चेक बनाएको थियो सुरेनामा भयो। कहाँ बस्ने हो के गर्ने हो भन्दै थियो। बाहिर नेपाली थियो, नेपालीले अब गाडी ल्याएर आएको थियो, अनि हामीलाई गाडीमा हाल्यो, सररै लियो। दलालै भनौँ न, अब त्यो काम गरेर त दलाल भइहाल्यो नि। अनि त्यहाँदेखि हामीलाई 2 दिन त्यहाँ राख्यो। घुमाए कि घुमाएन? त्यहाँ घुमाएन, घरभित्रै राख्यो। त्यहाँ होटेलमा राख्यो। होटेलबाट हामीलाई राति निकाल्यो र अनि 2-3 घन्टा गाडीमा लियो। गाडीमा लिएदेखि एउटा समुद्र भेट्यो। समुद्र डुङ्गामा हालेर फेरि पार लियो। समुद्रमा कति बेर? हामी लगभग 1-1.5 घन्टा भनौँ। राति तर्यौँ, नदेख्ने लुकेर तर्यौँ। पारी गएपछि गुएना आयो हेर्नु। अनि अरू देशका थिएन, हामी नेपाली मात्रै थियौँ। गुएना पुर्याएदेखि अनि फेरि गाडीमा हाल्यो। गाडीमा दिनभरि हिँडाल्यो। अनि त्यहाँदेखि त्यहाँ चाहिँ अब नेपाली अरू पनि थप्पे 8-10 जना। ब्राजिल गयौँ, ब्राजिल पनि होटेलमै राख्यो। अनि सबै रुकुमतिरकै मान्छे कि ठाउँका मान्छे? कोही दाङतिरका थिए, कोही पूर्वी रुकुम, कोही बागलुङ। त्यतिखेरसम्म राम्रै होटेलमा राखेको थियो। ब्राजिलदेखि पेरु आउँछ हेर्नु। त्यहाँदेखि यात्रा त गाडीमै। कति दिनभरि गाडीमा? अनि यताबाट के अटोसटोमा हालेर हामीलाई कता बिचमा कोचेर भनौँ न, एउटा नदेखिने एउटा अटोमा हालेर जङ्गलको बाटो उता क्रस गर्दै हेर्नु। यस्तै झाडीमा राखे, झाडीमा लुक्न पठाए। अनि त्यहाँबाट फेरि उता आयो, एउटा नाला थियो, नालाभित्र हामीलाई हाले। नालामै? नालाभित्र हाले, सबलाई कोचे। पानी थिएन, खाली थियो। ब्राजिलदेखि पेरुको माथि टपमा राखे हामीलाई, टप माथि लेखमा राखे। त्यहाँ मान्छे थियौँ हामी 8-10 जना होइन। अब खानापिना व्यवस्था गरेको थियो। इक्वैटी पेरु लिँदाखेरि अब त्यही जो खाना खोज्यो त्यसकै कन्ट्याक्ट त होला। अनि हामीले अब डलर कोहीले जुत्तामा होइन, कोहीले पर्समा, कोहीले यता अब हुन्छ नि त आफ्नो सेभ गरेका थियौँ। अनि ठ्याक्क पुलिसको गाडी आयो, सुई आयो, हामीलाई झ्याप्पो रोक्यो। छिटो चढ तल भन्यो। एउटा दाइले चाहिँ यतै पूर्वी रुकुमको होला सायद, त्यो उसले जुत्तामा तल पैसा राखेको थियो हेर्नु। फर्स्टमै त्यसलाई निकाल्यो, $200 राखेको थियो, पैसा निकाल्यो। अनि हामी सबको नि गोजाबाट $100 $150 निकाल्यो पुलिसले। अनि पुलिसले पासपोर्ट पनि थोत्यो, जाऊ भाग जङ्गलतिर भनिदियो। अब जङ्गलतिर भाग भनिदियो र हामी जङ्गलतिर गयौँ हेर्नु। पासपोर्ट पनि थोत्यो। अनि त्यसपछि अब हामी गर्ने के, जङ्गलमा छोडिया छ। अनि हामी यही मेन रोडबाट हिँड्दै आयौँ। एउटा लेन लाइन हुने छ, हामीसँग 1-2 सिक्का हाल्यौँ। अनि भन्छ नि त्यहीँको लोकल दलाललाई कन्ट्याक्ट गर्यो, यस्तो यस्तो हाम्रो समस्या भन्यो र एकछिनपछि फेरि त्यहीँ हामीलाई गाडी लिन आए। फेरि माथि एउटा लेखमा लिएर राखे। फेरि त्यहाँदेखि भोलिपल्ट पर्सिपल्ट हिँडाले। अनि उहाँ हामीलाई कोलम्बिया एक ठाउँमा लिए, होटेलमा राखे। अब त्योदेखि उता त अब खाना तपाईँको भनौँ न यति, अब खाना पनि राम्रो खाना। अब तपाईँको अब हामी यहाँ त हामी नेपाली अब भात धेरै खाने मान्छे होइन, दाल भात खाने मान्छे। त्यहाँ एउटा पाउरोटी अहिले त के हुन्छ त्यो त्यहाँको उनीहरूको आइटम होला। अनि त्यही दिने। अनि त्यसपछि हामीलाई त्यो ठ्याक्क समुद्रको छेउमै राखे हेर्नु। त्यहाँ फेरि थपिए मान्छे, ल 20 जना जति नेपाली भयौँ है। अनि त्यसपछि हामी यस्तै एउटा डुङ्गामा हामीलाई राखे। यो डुङ्गा पनि के भन्छ, अब यहाँ कहिले यस्तो बाइक पनि कुद्दैन होला भन्ने लाग्छ, त्यस्तो डुङ्गा त होइन, लास्टै कुद्ने डुङ्गा क्या। अनि बिचमा गयो र ठ्याक्कै बिग्रियो हेर्नु। बिग्रिँदा कोही केटाहरूले बमिट गरेर आछन्, कोही त्यस्तै बिउस भएछन्। बिचमा तपाईँको यस्तै डुङ्गा के यस्तै बनाउने, ठ्याक्क पल्टेला जस्तो बनाउने। यताबाट अर्को डुङ्गा गयो, त्यसले रोकेर ठ्याक्क जुतायो। अनि हामीलाई पुरा उता सिफ्ट गर्यो। अनि उता गएर फेरि ओर ल्यायो। अनि छिटो भागा भन्छ, हामी त किन भागा भन्थ्यो भने पुरा समात्दै फाल्दै गऱ्यो। अनि किन फाल्ने रहेछ भन्यो हामीले। अनि त्यहाँ त थाहा लाग्यो भने डुङ्गै पल्टाइदिनु रहेछ क्या। अलि पर लिएर यस्तै तपाईँ ठुलो एरिया थियो, कोलम्बियाभित्र हो। कटेजमा राख्यो हेर्नु। कटेजमा हामीलाई 8-10वटा कटेज थियो। नेपालीहरू अब केटी 2-4 जना थिए, केटी पनि भेट्या। त्यहाँ फेरि मान्छे थप्या, इन्डियन थप्या, पाकिस्तान थप्या, बङ्गलादेश थप्या। त्यहाँ त लगभग 100-150 जना बराबर भइगयो हामी। अनि त्योदेखि जङ्गलको यात्रा सुरु भयो। अब बिचमा एउटा यस्तै आउने, योमा चढा भन्ने ऊ नजाने, चढाइदिने, फेरि अर्को ठाउँमा जाँदै अर्को आउने, फेरि अर्काले फेरि अन्त चढ भन्ने, त्यस्तै गरेर जाने। हामीलाई त्यहाँ 10-12 दिन जति राख्यो हेर्नु। हामीलाई त्यहाँबाट हिँड्ने भन्यो 50 जना लड हेर्नु।
दाल चामल यताउता अनि टेन्ट सेन्ट जङ्गलमा पानी पर्छ होइन पानी परेपछि ओढ्ने टेन्ट सेन्ट सबै बोगाएर हिँडाल्यो अनि बुट सुट दिया हुन्थ्यो तरवाल दिया हुन्थ्यो टिममा 2-4 वटा तरवाल जङ्गल 2 दिन हामीलाई पुर्याइदियो यहाँनिर खोला थियो खोलादेखि अलि पर यहाँनिर आर्मी बसिया रहेछ आर्मी हामी 40-45 जना त्यहाँ गयौँ जाँदाखेरि आर्मीले पुरै हावा फायर गरे हेर्नु तिमीहरू यहाँ नआऊ अब हामी त्यहाँसम्म जाँदाखेरि त अलिअलि स्पेनिस बुझ्यो हेर्नु यहाँ नआऊ यदि आयो भने हामी तिमीहरूलाई गोली ठोक्छौँ आफ्नै कहाँबाट आयो त्यहीँ फर्क्यौ भन्यो अब हामीलाई त्यो पुर्याउने मान्छे त फर्किसकेको थियो त्यसपछि अब के गर्ने हामीले पलायन गऱ्यौँ आर्मी यहाँ बसेको थियो हेर्नु हामी त्यसपछि यहाँबाट यताबाट हिँडेर यहाँ टबमा आयौँ एक रात यहाँ टबमा बस्यौँ अनि आर्मीले यहाँ तल हावा फायर गएको छ फेरि यहाँ छलेर हामी यहाँ आयौँ यहाँबाट फेरि माथि आयौँ फेरि यहाँ आर्मी थियो यहाँ आयौँ हेर्नु अनि त्यहाँबाट हामी त्यस्तै हिँड्दै 7 दिनमा बाटो देखाउने मान्छे नि थिएनन् त्यो बाटो देखाउने मान्छे त आफ्नो सिमानाबाट फर्किसक्यो हामी त कोलम्बियाबाट उता पानामा प्रवेश गरिसक्यौँ अनि त्यहाँबाट हामी त्यही हिँड्दै 1 नम्बर क्याम्पमा पुग्यौँ त्यहाँ आर्मी रहेछन् आर्मीले हामीलाई बसा खाऊ भने आर्मीले अनि खाना दियो आर्मीले दिएन हाम्रै खाना अनि त्यसपछि आर्मीले सेटिङ गरिदियो र डुङ्गामा हालेर फेरि 2 नम्बर क्याम्पमा पुर्यायो 2 नम्बर क्याम्पमा चाहिँ खानापिना दिन्थ्यो त्यहाँ केही गरेन आर्मीले तपाईहरु नै आर्मीले पानामाको आर्मीले चाहिँ केही गरेन जंगल पार भएर गाडी बुक गरिदियो हामीलाई 2 नम्बर क्याम्पदेखि आर्मीले बुक गरिदियो र अब त्यहाँ 2 नम्बर क्याम्पदेखि त तपाईको फेरि अर्को देश आउँछ कोस्टारिका आउँछ हेर्नु उताको इमिग्रेसन मान्छे आएर हामीलाई गाडीमा हालेर लियो हामीलाई इमिग्रेसनमा 2 दिन राख्यो हेर्नु अनि त्यहाँदेखि पेपर बनाइदियो यति दिनभित्र मेरो देश छोड हैन छोडिदियो बाहिर छोड्दाखेरि अब दलालका मान्छे पहिले सेटिङ हुन्थ्यो होला फोटा देखाउँदै गाडीमा हाल्दै लिँदै हेर्नु कस्तो यो अलि त नरमाइलो ठाउँमा राख्यो क्या यस्तै अब काठको घर हेर्नु लोकल सोकल हाम्रै जस्तो भनौँ न भालेसाले पाल्या बुङ्गुर पाल्या त्यस्तो ठाउँमा घनाघोर जङ्गलमा त लिएर राखिदियो त्यहाँ राखेदेखि हामीलाई फेरि हिँड्ने भन्यो कोस्टादेखि हाम्रो निकारुवा आउँछ निकारुवा देश भन्ने ल 7-8 घण्टा यात्रा थियो जङ्गलमा हजुर हिँड्दै जाँदाखेरि अब 2-4 जना आए गन लिएर आए यो कान समात्दा पठाएर पुरा बसाले हेर्नु बसालेदेखि अब कहाँ छन् पैसा सबलाई लुटपाट सब लिए अब मैले चाहिँ कसले पैसा अलि त सेभ हुन्छ भनेको थिएन यहाँ हालेको थिएँ सेडल यहाँ तल यो के जिब्रोको तल हालेको थिएँ अनि गरिदिएको थिएँ यस्तो गरेर यहाँ पछाडि आउने हेर्नु डलर फालिदिनु पऱ्यो फत्त फालिदिएर छोडिदियो अब एकजना चाहिँ हाम्रो यस्तै उता बाँकेको थियो अब तँले पैसा भित्र निन्या छै तँलाई चक्कु हानौँ कि पैसा फाल्छै बन्छ हेर्नु अनि त्यसै उसले म ढोक गर्छु मैले पैसा ल्याएको छैन मैले हालेको छैन भित्र निन्या छैन भन्छ अनि त्यहाँदेखि हामीलाई छोडिदियो अलि अगाडि गयौँ फेरि तरवाल ल्याएर फेरि त्यस्तै केटाहरू आएर अब हाम्रो कपडा लत्ता अब शरीरको कपडा लत्ता पुरै खोलिदियो हेर्नु अनि झोलामा चप्पल हालेको थिएँ अनि त्यसपछि त्यसले नयाँ जुत्ता ल्याइदियो चप्पल लाउनु पर्ने अवस्था हेर्नु फेरि हामीलाई फेरि केटाहरू आइगए तिनी केटाहरू त झन् लुगा लत्ता पुरै सबै खोलिदियो क्या पुरै खोलेर नाङ्गै बनाएर सबै चेक गर्ने हेर्नु अब रित्तै भयो अब चप्पल छ रातिमा हिँड्या छ उता कता बाघ घुर गर्छ हेर्नु अनि चप्पल पनि छुटिहाल्यो न उज्यालो छ डुग्रिया छौँ माथि यस्तै खोलातिर बिहानी पख चाहिँ मेन रोड थियो हामीलाई यस्तै झाडी घाँसमा लुगा छ अनि लुगाएर पुलिसको गाडी हिँडिरहेको थिएँ अनि फेरि एउटा गाडी आयो गाडी आउँदाखेरि हामीलाई त्यही गाडीमा हाल्यो अनि त्यो निगारुवापछि होन्डुस लियो हामीलाई होन्डुस एउटा घरमा राख्यो अब 1-2 दिन राख्यो अब खाना पनि दिँदैन थियो राम्रोखेरि कतिजना हुनुहुन्थ्यो त्यतिखेर चाहिँ त्यतिखेर त हामी 20-21 जना थियौँ यतैबाट गए टोली तिनी बङ्गालीहरू त हामी जान सक्दैनौँ भनेर उही त जङ्गलबाटै फर्किसक्यो हामी नेपाली मात्रै गएको थियौँ त्यहाँदेखि फेरि हामीलाई 2-3 दिन हिँडालेर होन्डुसदेखि गोटेमाला बोर्डरमा ल्याएको थियो हेर्नु बोर्डरमा लिँदाखेरि हामीलाई फेरि पुलिसले छोपेर फेरि हामीलाई तल होन्डुसको मेन तलै ल्याएर इमिग्रेसनमा राख्यो इमिग्रेसनमा चाहिँ खाना राम्रो दिन्थ्यो फल दाल भात राम्रो दिन्थ्यो अनि हामीलाई 4-5 दिन त्यहाँ राख्थ्यो राख्दाखेरि फेरि इमिग्रेसनले एउटा पेपर बनाएर फेरि लौ जाऊ मेरो देश छोड भनेर कहाँबाट अब दलालले थाहा पाइहाल्नै चाहिँ कन्ट्याक्ट गरेर हामीलाई फेरि गाडीमा लिए माथि फेरि गोटेमाला लिएदेखि हामीलाई लुगा लत्ता किनिदिए दलालहरू चाहिँ सँगसँगै हुन्थे हुन चाहिँ जस्तै यो देश क्रस गरेदेखि कन्ट्याक्ट हुँदैछ तिनीहरू सेटिङ हामीलाई आयो भनेदेखि त्यहाँ फेरि बसले ल्याउँछ भने चाहिँ त्यहाँ ठाउँमा दलाल हुने के पहिले स्टक हुने दलाल त्यो हुनै छन् फेरि हामीलाई उहाँ मेक्सिको तपाईँको तापाचोला लियो तापाचोलादेखि सबै दलालको फाट्यौँ के
अब आफ्नो आफ्नो दलालको सिटिङ हुनै छ। हामीलाई सिटीमा तपाईँको 14-15 दिन राखिदियो। बाहिर मेन गेटमा एउटा ताला लगाएको, भित्र एउटा ताला लगाएको, अनि भित्र खानपिन चाहिँ त्यहाँ राम्रो थियो। अनि त्यसपछि एउटा घरमा लगेर थुनेर राख्यो। हाम्रै दलालको मात्रै तपाईँ 25 जना जति भइसक्यौँ। मेक्सिकोदेखि अमेरिका बोर्डरमा लियो हेर्नु, गाडीमै लियो, त्यहाँदेखि अब 1 रात हिँड्यो, उता राति लियो। तपाईँको यस्तो रहेछ, हामी क्यालिफोर्नियादेखि फेरि आउँ, ठ्याक्क यस्तो टिन लाएर चाहिँ वाल लाएर रहेछ, टिन 10 फुट 12 फुट भनौँ, यस्तो ओह्रालो हेर्नु, ओह्रालो त्यहाँबाट गुद्रुक तल फालकुट्ने त्यो हुन्न रहेछ 10 फुटको, तल चाहिँ हल्का जम्प गर्ने। हामी अब हेर्नु उकालो ओह्रालो गरे मान्छे त्यो त सकिहाल्छ होइन, जम्प गरेदेखि उता टिकाएदेखि पिच रोड रहेछ। पिच रोड हुनु बित्तिकै अमेरिका पुलिस पुरा गाडी ल्याएर आइहाल्नु रहेछ। आउनु बित्तिकै हामीलाई अब भन्छ के हेनस्टे भयो क्या भन्छ, यस्तै चुप लागेर बस भन्यो। अनि ठ्याक्क हामी रोडमा बस्यौँ, हामी यस्तो गरेर बस्यौँ, सबैले यस्तो गरेर बस्यौँ। अनि उठ भन्यो, उठ भन्दै यस्तो खुट्टा फटाउँदै, खुट्टा के भनौँ लात्तेले हान्दै यस्तो गर, किन आई मेरो देशमा होइन, एउटा भनौँ रफ शब्द भनौँ, अहिले त रफ शब्द चाहिँ कुरा नगरौँ, रफ शब्द इङ्ग्लिसबाटै भनेर किन आई मेरो देश, फर्के छिटो भन्यो होइन। अब फर्के भन्दाखेरि हामी फर्किने कुरो भएन। अन्त नाम सोध्दै गाडीमा हाल्दै एक ठाउँमा 1 रात राख्यो। हाम्रो फिङ्गर प्रिन्ट यताउता सबै लियो। अनि त्यतिखेर त फेरि 51 जना नेपाली भयौँ। त 4-5 घन्टा प्लेनमा यात्रा गरेर जर्जिया जेल भन्ने ठाउँमा लियो। डोनाल्ड ट्रम्पको एरिया जर्जिया, त्यसको एरिया रहेछ हेर्नु। टोटल अब 150 जना जति नेपाली पुग्यौँ त्यहाँ। अनि त्यहाँ के खोज्यो, हामीलाई इन्टरभ्यू लियो हेर्नु, कहाँबाट आए, कताबाट आए, के गरिए, किन आए भन्ने। अब हाम्रो बिचमा दोबासे राख्नु रहेछ, इन्टरभ्यू लियो। 15-20 दिनमा हाम्रो इन्टरभ्यू आयो अनि पास भयो भन्ने आयो। इन्टरभ्यूमा के भन्नुपर्छ भनेर सिकाएर पठाउँथे? केस चाहिँ माओवादीले अब हाने मारे, गाउँमा बस्न दिएनन्। अब त्यही भएर म भागेर आएँ, केसै त्यही। अहिले पनि त्यही? अहिले त अब कहिले धर्मको लागि बनाउँछन् रे, अब हामीलाई थाहा छ। तपाईँको कति वर्ष अगाडिको कुरो? मेरो यो 5-6 वर्ष भयो। 5-6 वर्ष अगाडिको। म यत्रो दिन भयो यहाँ आएको, मेरो घरमा कन्ट्याक्ट पनि छैन, फ्यामिली कहाँ गए। अब माओवादीले मारे कि के गरे, आफू निस्किन लागि म के गरौँ, मलाई छोडिदिनुहोस् भन्न मैले बिन्ती गरेँ। अनि उसले गर्दाखेरि तेरो आफन्त यहाँ कोही छैन, मैले तँलाई छोड्ने डिसिजन गरेन, त हाइकोर्टमा अपिल गर्छ कि नेपाल फर्किन्छस् भन्यो। म नेपाल फर्किन्न, कुनै हालतमा म हाइकोर्टमा अपिल गर्छु भने मैले कोर्टमा अपिल गर्दा हाइकोर्टमा अपिल गरेँ। 8-9 महिनापछि हाइकोर्टबाट तपाईँ त्यतिखेरसम्म जेलमै हुनुहुन्थ्यो? जेलमै 14 महिना बसेँ म। 14 महिना? हामी अमेरिका इन्डियाले दलालको कुनै सम्पर्कै हुन्न। अब हामीले आफ्नो मान्छेलाई कन्ट्याक्ट गर्ने, त्यहाँ भएको मान्छेलाई। अनि त्यतिखेर हामी 150 जना जति नेपाली त्यहाँ हुँदाउ, बढीमा 30-35 जना निस्क्यो होला नि, रिलेसनसिप भए मान्छे, अरू सबैलाई फर्काइदियो। फर्किने भन्दाखेरि हामीलाई एउटा पेपर ल्यायो, सिग्नेचर गरायो। अनि हाम्रो यो खुट्टामा भनौँ, 2टा खुट्टामा हत्कटी, अनि यहाँ यस्तो यहाँ हत्कटी लाएर हामीलाई जर्जियादेखि 2 घन्टा गाडीमा हिँडाल्यो। हामी त्यतिखेर फर्किनेमा 3 जना नेपाली मात्रै थियो त्यो दिनमा। एउटा बागलुङको थियो, एउटा काठमाडौँ होटेल थियो नेपाल टेलिकम नेरै एउटा भाइको, अनि म यहाँ रुकुमको। 3 जनालाई फर्काएर न्युयोर्क ल्यायो। न्युयोर्क तपाईँको प्लेनमा 4 घन्टा लाग्यो। 4 घन्टा लाग्यो हामीलाई। अनि के भन्यो भने त्यसले अझैसम्म हत्कटी लगाइरहेको छ, तिमीहरूसँग खाने पैसा छ छैन भने हामीले छैन भनिदिउँ। उसले खाना ल्याएर दियो। अनि तिमीहरूलाई अब नेपालीमा ट्रान्सलेट गरेर तिमीहरू 10 वर्षभन्दा भित्र आयो भने अमेरिका, तिमीहरूलाई यति वर्ष जेल, यति लाख रुपियाँ डलर जरिवाना हुन्छ, फर्केर पनि नआयो उसले भन्यो। हत्कटी सत्कटी खोलिदियो। हामीलाई त्यो पेपरमा लेखा हुँदैछ नो अल्कोहल ड्रिङ्किङ भन्नु लेखा हुँदैछ। अब रक्सी यिनीहरूलाई नदिनु भन्नु लेखा हुँदैछ। अब तनाव भए हुन्छ होइन, मान्छेले पेलमा त भयो भने यसो चुस्सा लाउँदा भन्ने हुन्छ नि त। अनि त्यहाँबाट हामीलाई नन स्टप 18 घन्टा एयर इन्डियामा, 18 घन्टा दिल्ली ल्यायो। अब जाँदाखेरि 3 महिना लागेको थियो, आउँदाखेरि 18 घन्टा पुर्याइदियो दिल्ली। जहाजभरि फर्केर आउने बेलामा के सोच्दै आउनु पर्छ? के सोच जे हुन्छ त्यही हुन्छ भन्ने सोच भयो त्यतिखेर त। अनि फर्किँदाखेरि दिल्लीबाट काठमाडौँ एयरपोर्टमा ल्यायो 1 घन्टा 20 मिनटको। त्यहाँ फेरि यो ब्युरोको मान्छेहरू हुनुहुँदैछ, हामीलाई कोठामा लिएर अनि सोधपोछ गरे। अब तिम्रो दलाल को के हो भन, हामी पैसा असुल्छौँ दायाँ बायाँ भन्नु लाग्यो। हामीलाई दलाल थाहा छैन, हामी इन्डियाबाट गएका हौँ भन्न हामीले यस्तै भनिदिउँ। भन्दाखेरि अनि हामीलाई 3 घन्टा त्यहाँ राखिदियो, अनि बिहान छोडिदियो। घर कसरी फोन गर्नु, घर फोन गर्ने यत्रो 50 लाख तिरिरहेको छ, मान्छे बिहोस भएन फेन्टै हुनसक्छ। 50 लाख? त्यतिखेर अब यहाँ अब त्यही 35-40 लाख तिरिरहेको थियो। जेलभित्र अब 15-16 लाख खर्च भइरहेको थियो हेर्नु, वकिल लाउँदाखेरि, स्पोन्सर लाउँदाखेरि। त्यही गर्दा अब 60 भनिदिउँ न, त्यही पुगेको थियो।
अनि घरतिर आइयो अहिले घरतिर आए पनि धेरै भइगयो अब जे हो गुजारा चलिरहेछ ऋण त अझै सर अब धेरै छ ऋण त अहिले मैले अब कापीमै लेखेर राखेको छु अलिअलि आफ्नो कति हुन्छ तिर्नसम्म अलिअलि तिर्दिएको छ हेर्नु अब मेरै ससुराले हालिदिनु भएको छ साउ मात्रै 20-25 लाख रुपियाँ भाइबट्टीले हालिदिएको छन् 12-15 लाख अनि त्यसपछि अब गाउँघरको अलिअलि भनौँ छरछिमेक पर्खिनुहोस् अब दिँदै गर्छौँ भनेको छौँ अब कहिले हुन्छ दिने होला तिर्न त धेरै तिरिरहेको छैन अब आमा बुवा उता इन्डियातिर छन् अब माथितिर हिमाचलतिर काम गर्ने धेरै मजदुरी गर्ने अनि त्यसपछि आमा बुवा इन्डिया बस्या 6-7 वर्ष हुँला म फर्केदेखि इन्डिया जानुभयो अहिलेसम्म आउनु भएको त्यो घरमा बसेपछि दिनमा 10-12 जना साउ आउँछन् अनि बस्ने चान्सै भएन नि तपाईँको केही नभने अहिले 80-90 घर साउ मात्रै होला हेर्नु अब फेरि अन्त जाने योजना बनाउँदै हुनुहुन्छ अब कतै भेटेपछि जाने होला कतै अलि युरोपतिर जाने हो कि भने कोही भेटिन्न त्यस्तो अब कतै खाडीतिर डोक्रिने होला फेरि अझै त्यहाँ अमेरिका त अब नसोचे भइगयो नि अमेरिका अब 10 वर्ष तपाईको म अमेरिका फर्केदेखि कहिले 1000 रुपैयाँ त दिँदैन थियो चामल खाने गाह्रो हुन्थ्यो अनि अब अमेरिका जाने कसले दिन्छ र अझै विदेशै जाम भन्ने नै छ अब त यहाँतिर त के हुन्छ यहाँ केही हुन्न हेर्नु तपाईँ एउटा छोरो भाइ पनि छ भाइ चाहिँ अनि भाइ अहिले पुग्यो तपाईँको 7-8 महिना भयो अहिले वर्क परमिट छैन त्यत्तिकै बसेको छ वही अमेरिका ए भाइ अमेरिका गयो त्यही बाटोबाट भाइ चाहिँ पुग्यो त्यही बाटोबाट अब पछि फेरि अब वर्क परमिट नभए मान्छेलाई छोप्दै जेलमा हाल्दै गर्न रहेछ त्यही भएर अहिले कोठामा बस्या 1 महिना जति भइसक्यो ए अनि त्यही बाटो भाइलाई कसरी पठाउनु भयो त तपाईले अब के गर्ने अब के भन्छ नि एउटा फलाम काट्न फलामै चाहिन्छ भन्छ नि त्यस्तै अब ऋण तिर्न लागि त पठाउनै पर्यो हेर्नु अहिले सबै जोड्दाखेरि त मेरो त 1 करोड भन्दा माथि छ ऋण है उतिखेर मेरो कम लाग्यो अहिले त भाइको त धेरै लाग्यो नि करोड लाख पनि होइन अब त करोड बुझाएर जाने त्यस्तो आँट कसरी आयो अब सुरुमा एकचोटि फसिहाल्यो फसियादेखि अब त्यो अब घरतिर अब साउले अब आइ गर्ने तनाव दियादी गर्ने त्यही कारणले अब भाइलाई पठाउँ भाइलाई नपठाइने त हुन्न भन्ने हेर्नु अब भाइलाई नपठाएर ऋण कसले तिर्दिनु हेर्नु कति भयो भाइ गएको चाहिँ भाइ गएको तपाईँ 8-9 महिना भयो अब भाइको के होला त भाइको के हुने त अहिले अब टर्मले टाइडै गरिरहेको छ खासै भाइको नि भर पर्दो छैन अब के हुन्छ हेर त्यही भाइ एउटा आश भयो भाइ पनि कन्ट्याक्ट बिन भयो भने सकियो